नमस्ते, मेरो नाम घनश्याम पौडेल हो। म पोखराबाट पत्रकारिता गर्छु। मैले लगभग 2 दशकभन्दा पनि बढी पत्रकारिता क्षेत्रमा बिताएँ। बिचमा मेरो अलिकति ग्याप रह्यो, नत्र भने धेरैजसो पत्रकारिता क्षेत्रमै बिताएँ। मैले वास्तवमा पत्रकारिता गर्दाखेरि मैले प्रिन्ट मिडिया र अनि भिजुअल मिडिया दुई क्षेत्रमा काम गरेँ। प्रिन्ट मिडियामा मेरो थोरै अनुभव छ, भिजुअल मिडियामा अलि बढी लामो अनुभव छ। मैले भिजुअल मिडियामा पनि VHSबाट सुरु भएर डिबी हुँदै अहिले डिजिटलसम्म काम गरिरहेको छु र अहिले पहिलाको पत्रकारितामा जुन डिबीको प्रयोग गरिन्थ्यो त्यसमा मैले बढी नै अनुभव भयो। अहिलेको नयाँ मल्टिमिडियाको र डिजिटलाइजेसन र खास गरी यो मोबाइल जर्नलिजम बारेमा मलाई त्यति विस्तृत थाहा नभएको हुनाले यो तालिम लिन म यहाँ आएको। हिजोको समयमा जुन बेलामा डिजिटल भर्खरै सुरुवात भएको थियो त्यतिखेर पत्रकारितामा प्रविधिमा आफूलाई अन्य साथीहरूभन्दा अलि अगाडि भए जस्तो लाग्थ्यो। तर अहिले प्रविधि चेन्ज हुनु बित्तिकै अहिले जेनजीको पनि बेला आयो, यो नयाँ पुस्ताहरू आए। आफू पत्रकारितामा पछाडि परे जस्तो या नजाने जस्तो अनुभव बढी नै पत्रकारितामा भए पनि प्रविधिका कारणले गर्दा आफू पछाडि परे जस्तो महसुस गर्छ। त्यसलाई बिल्डअप गर्ने भनेर यहाँ आएको। नयाँ जेनेरेसनका पत्रकारहरूलाई खास गरी यो प्रविधिसँग सम्बन्धित कुराहरू बढी जान्नुपर्छ र अनि त्यसलाई प्रविधिलाई पत्रकारितामा जोड्न जान्नुपर्छ भन्ने लाग्छ। खास गरी समाजलाई कसरी रूपान्तरण गर्न सकिन्छ र पत्रकारिताको माध्यमबाट कसरी हामीले सकारात्मक सन्देश फैलाउन सकिन्छ भन्ने नयाँ जेनेरेसनलाई त्यो खालको प्रविधि मार्फत लाग्ने वातावरण बनाउनु आवश्यक छ जस्तो लाग्छ मलाई। धन्यवाद।